स्वागत छ साथीहरू, तपाईहरूलाई नेपाली शेयर मार्केट सम्बन्धी पल पलको नयाँ अपडेटहरू लिएर आउने क्रममा साथीहरू आजको यो भिडियोमा विशेष गरी विकास हाइड्रो पावर कम्पनी लिमिटेडको बारेमा कुरा गर्नेछ। साथीहरू, यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र तपाईँ नेपाली शेयर बजारबारे जानकारी पाउन वा नयाँ आईपीओ सम्बन्धी जानकारी पाउन चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई पनि क्लिक गरी हामीलाई प्रोत्साहित गर्नुहोला। साथीहरू, तपाईहरू मध्ये कतिपय साथीहरू सोध्नुहुन्छ कि आईपीओ भनेको के हो, एफपीओ भनेको के हो, प्रिमियम भनेको के हो र बुक बिल्डिङ भनेको के हो। यस्ता धेरै प्रश्नहरू हाम्रो धेरै साथीहरूको मनमा उठ्ने गर्दछ। सो साथीहरू, आईपीओ भनेको कुनै पनि कम्पनीले आफ्नै कम्पनीलाई अझै ठूलै कम्पनी बनाउने उद्देश्यले कम्पनीले पहिलो पटक शेयर बजारमा शेयर खोलेको हुन्छ, जसलाई आईपीओ भनिन्छ। अनि साथीहरू, एफपीओ भनेको कुनै पनि कम्पनीले एक पटक शेयर खोलिसकेपछि आफ्नै कम्पनीलाई अझै ठूलै कम्पनी बनाउने उद्देश्यले कम्पनीले दोस्रो पटक फेरि शेयर बजारमा शेयर खोलेको हुन्छ, जसलाई एफपीओ भनिन्छ। अनि साथीहरू, प्रिमियम आईपीओ वा एफपीओ भनेको कम्पनीले आफ्नो कम्पनीको शेयर खाल्नु अघि किताबी मूल्य जति दिएको हुन्छ त्यसको डबल रकम थपेर कम्पनीले आफ्नो शेयर धेरै जना साथीहरूलाई पर्ने गरी धेरै मात्रामा कम्पनीले शेयर बजारमा शेयर खोलेको हुन्छ। जस्तै उदाहरणका लागि, यदि किताबी मूल्य 100 रुपैयाँ प्रति किता छ भने त्यसमा 200 रकम थप गरी 300 प्रति किताको दरले कम्पनीले शेयर बजारमा आफ्नो शेयर खोलेको हुन्छ, जसलाई प्रिमियम भनिन्छ। अनि बुक बिल्डिङ भनेको कम्पनीले आफ्नै कम्पनीलाई अझै ठूलै कम्पनी बनाउने उद्देश्यले कम्पनीको संस्थापकहरूले आफ्नै कम्पनीको वार्षिक आम्दानीलाई आधार मानी संस्थापकहरूले आफू अनुसार प्रति किता धेरै नै मूल्य पर्ने गरी तोकेर थोरै मात्रामा शेयर खोलेको हुन्छन्, जसलाई बुक बिल्डिङ भनिन्छ। साथीहरू, अब तपाईहरूले भन्नुहुन्छ कि यो त हामीलाई थाहा छ, फेरि किन डेली प्रत्येक भिडियोमा भन्नुहुन्छ भने भन्दाखेरि साथीहरू, हाम्रो च्यानलमा जो साथीहरू नयाँ हुनुहुन्छ विशेष गरी यो कुरा उहाँहरूको लागि हो। साथीहरू, शेयर बजारमा सबै कुराको जानकारी हुन पर्छ। साथीहरू, नयाँ साथीहरूलाई यो सब कुरा थाहा नै हुँदैन, त्यसैले गर्दा कतिपय साथीहरू शेयर बजारमा आफ्नो पैसा डुबाएको पनि हुन्छन्। त्यही भएर साथीहरू, म प्रत्येक भिडियोमा यो कुरालाई भन्ने गर्छु। साथीहरू, यो नेपाल धितोपत्र बोर्ड 7 ले विकास हाइड्रो पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन प्रस्तावलाई स्वीकृत गरेको छ। कम्पनीले अब प्रति शेयर 100 रुपैयाँको बराबर मूल्यमा 4,454,596 इक्विटी शेयर जारी गर्नेछ। निष्कासन रकम 44,54 करोड रुपैयाँ छ। आईपीओ निष्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ। एक्वाइन नेपालले विकास हाइड्रो पावर कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ एक्वाइन पबबाट एक्वाइन पबमा स्तरोन्नति गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्न मध्यम स्तरको सुरक्षालाई जनाउँछ। कम्पनीको दीर्घकालीन मूल्याङ्कन पनि एक्वाइन वबबाट एक्वाइन वबमा स्तरोन्नति गरिएको छ र यसको छोटो अवधिको मूल्याङ्कन एक्वाइन 4बाट एक्वाइन 3मा स्तरोन्नति गरिएको छ। यी स्तरोन्नतिहरूले कम्पनीको समग्र क्रेडिट योग्यताको सुधारिएको मूल्याङ्कनलाई प्रतिबिम्बित गर्दछ। फेब्रुअरी 2017मा स्थापित र जनवरी 2022मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको विकास जलविद्युत कम्पनी लिमिटेड को जनवरीको मध्यसम्ममा लगभग 46 करोड 40 लाख चुक्ता पुँजी छ। 2025 प्रमुख शेयरधारकहरूमा खगेन्द्र न्यौपाने 14, कृष्ण प्रसाद घिमिरे 8, सरोज धिताल 8, राजकुमार गुरुङ 7 समावेश छन्। इन्द्रबहादुर ढकाल 5 र सुनिल श्रेष्ठ 4। कम्पनीले गोर्खामा 455 मेगावाटको माथिल्लो माछा खोला साना जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। गण्डकी प्रदेश क 50 मोडेलमा आधारित, जसको डिजाइन डिस्चार्ज 2 63 वर्ग मिटर सेकेन्ड र ग्रस हेड 219.5 वर्ग मिटर छ। यस परियोजनाले 39 सुक्खा मौसम ऊर्जा मिश्रणको साथ वार्षिक लगभग 31,157 गो उत्पादन गर्दछ र यो 118 मिलियनमा सम्पन्न भएको थियो। 58-42 ऋणदेखि इक्विटी अनुपात मार्फत वित्त पोषित 37 लागत वृद्धिलाई प्रतिबिम्बित गर्दछ। र साथीहरू, यो भिडियो तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र यो भिडियो तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरेर आफ्नो सुझाव सल्लाहहरू अवश्य दिनुहोला। भिडियो पूरा हेरिदिनु भएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद रहेको छ।